हेलो नमस्ते। म चाहिँ आज कृष्ण मन्दिर जान लागेको है। म चाहिँ आज धेरै पछि मेरो साथी सुषमालाई भेट्दैछु। हेर्नु है, अब म आइपुग्न लागेको छु सुषमाबाट। मैले चाहिँ सुषमालाई देखिसकेको छु। उहाँ पर बसिरहेको छु है। उहाँ पर हेर्नु है, वानहरू बसिरहेको थियो एक्लै। हेलो, यहाँ धेरै गर्मी भएछ उसलाई चाहिँ, धेरै गर्मी भयो। साता साता ओडी ओडी आछौ। अनि कता हो यो? यो कस्तो मजाले उडेको? वाउ वाउ, यता फाइनली ल एक वर्ष हुन लाग्यो है हामी नभेट्यो। भदौमा भेट्या थियो। तिम्रो साउन्ड यहाँ सुन्ने खा। भोलि के थाहा भनिरहेको छु मैले। सुन्नेको रहेछ नि ठिकै छ, सुन्नेको रहेछ नि ठिक छ ल। हावा खान त यहाँ पनि आउनु पर्यो। कस्तो मजाले फेरि फेरि उड्यो वा। आहा, कस्तो मजा शीतल ठाउँ हो। तपाईँहरू नि शीतल खान चाहिँ यहीँ आउनु है। बेलुका यो हिँड्दैनौ कस्तो मजा हुन्छ नि। बेलुका त्यति आफूहरूसँग कोही के बेला हामी पहेँलो पुलबाट जहिले तलबाट जाने गरेको थियो। म चाहिँ आज चाहिँ सुषमाले यताबाट जाउँ भनेर हामी यो बाटो जाँदैछौँ। यता पनि मन्दिर छ, उता पनि मन्दिर छ है। उतातिर चाहिँ मन्दिर छ। यताबाट चाहिँ म खासै मन्दिर जाने गरेँ होइन। यता मन्दिर किन मन्दिर त हामी चाहिँ धेरै पहिलेदेखि भेट्ने भनिरहेको थियौँ होइन। जेठ 27-21 गते एक्जाम सकेको बिचमा दुई फेर फटाफट भेट भएको थियो होला। भदौमा भेट भएको लास्ट टाइम। त्यस पछाडि हाम्रो भेटै भएको छैन। अब 1 वर्ष पुग्न लाग्यो। फेरि बस्ने ठाउँ कतिको फरकमा छ भने 10 मिनटमा उसको मेरो म बसेकोबाट उसको घर पुगिन्छ। जब गाउँमा भयो ओइ भन्दा यहाँ पहिलो पुलबाट कहाँनिर हो उसको कोठा चाहिँ मलाई ठ्याक्कै थाहा होइन। म तिम्रो घरै बिर्सेँ एकचोटि कोठा खोज्दै पुग्दा। हाम्रो चाहिँ उता बन्सारे टार चोक कि यता पेट्रोल पम्पबाट भित्रपट्टि पर्छ। छ्या, आज घाम चाहिँ लागेको छैन है। खासमा घाम चाहिँ लागेको छैन, तर कस्तो यस्तो गर्मी छ नि। खासमा चाहिँ यो भिडियो उसलाई भेटे हुनाले बनायो है मैले। खासमा त्यही हो है। खासमा अरू केही होइन। त्यही हो। ल हामी चाहिँ अब यहाँ खाजा खाने हुनेर भेट्ने बित्तिकै हामीलाई चाहिँ फेरि खानु पर्यो। खानालाई भनेर आइसक्यौँ। ल उहाँ मान्छे फेरि चटक्क। अझ मान्छे धेरै पछि देखेर होला। मोटी मोटी राम्री राम्री देखाएको छु। ठिक्क छ नि। गोरी पनि भएछौ। गोरी पनि भएछौ। हो गोरी भयो। हामीलाई चाहिँ पानी म त पसिन पसिन भए जस्तै भएको छ। कस्तो आँखा त वाउ, यहाँबाट नि यस्तो राम्रो भ्यू देखाउँछ। पानी पर्न लागिसक्यो। हेर्नुहोस् त हतियारिसक्यो। अब हामी त्यहाँ कृष्ण मन्दिर जान्छौँ। वाउ, यहाँबाट त कस्तो उज्यालो आएको। मलाई उताको भिडियो चित्त नबुझेर यता बनाएको। ल हेर्नुहोस् त स्विमिङ चलिरहेछ पुरै। यता केटाकेटीको रहेछ होइन। सर केटाकेटीको क्या। हाई गर्मी पो रहेछ पुरै। अब हामी उहाँ कृष्ण मन्दिर जान्छौँ। ल हेर्नुहोस्, अब त्यहाँ पुगेर भिडियो बनाउँछौँ हामी। मान्छे नि अलिअलि हुँदो रहेछ। कस्तो राम्रो घर हो। हेर्नुहोस् त तर के खतरा देखियो क्या यहाँबाट। किरासरी छ है घर पनि। मलाई छोडिदिएर हिँडिसक्यो।
वाउ मकैबारी दर्याम दर्याम कर्याम कर्याम ओइ हो मामा कति घाम लागेको मरेमा हामी यतातिर भर्याङ भर्याङ हुँदै आयौँ है अहिले म यहाँ मलाई देखाउ न ल उसलाई पनि देखाइदिनु रे रत्नाले बोकाकी मेरो छाता एउटा उसको छाता दुईटा पानी बोकाए तीनटा त्यो धेर बाटो होइन क्या उति तलबाट हो तलबाट मात्रै हो क्या अनि फेरि के भन्छ मलाई पनि बोका न तिमीले ओ हार्नु त लभ डाँडा रमाइलो रहेछ कति धेरै हो यस्तो ताता घाममा पनि आयौँ हामी आयौँ के भयो तिमीलाई राम्री तिमी फुल झैँ शीतल तिमी जुन झैँ उजेली छेउ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा भित्र खानामा एउटा भिडियो गरियो कति धेरै घाम लाग्यो हो अघि त घाम पनि थिएन पानी नि पर्ला जस्तो भइरहेछ हेलो राम त्यस्तै पुरै अँध्यारो आयो क्या मैले चाहिँ अँध्यारो देखिरहेको छु तर भिडियो चाहिँ कस्तो भयो मलाई थाहा छैन अरू अँध्यारो आयो नि सुषमा उज्याली आउँछ सुबल काग सुबल 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 भन्दा उड्थ्यो गाउँतिर चाहिँ यहाँ चाहिँ उडेन है आफ्नै छ मान्छे पारा फेरि आफ्नै म बेइज्जत गर्छु त इज्जत गरिरहेको छु यहाँ झन् भिडियो बनाइदिएर त्यो बहिनीले घन्टी बजाइछ झिलिमिली के को झिलिमिली कृष्ण मन्दिरको झिलिमिली मान्छे चाहिँ फोटो खिच्न बसिया हो खासमा मैले यहाँ फोटो नखिचेर भित्रको जुम गरेर देखाइरहेको छु होइन आइडिया गरेको भन न आइडिया गरे तिमी बसेर खतरा जुम आउँदो रहेछ यहाँ ल कृष्ण मन्दिरको हेर्नुभयो नि भिडियो यति हो हेर्ने चाहिँ तपाईँहरू नि नजिक हुनुहुन्छ भने आउनुहोस् घुम्नुहोस् जानुहोस् भगवानको दर्शन गर्नुहोस् भन्ने हामीलाई लागिरहेछ कि मेरो मलाई सोध न के सोध्नु तिमीलाई तिमी आफै भन न केही अब के हो भने यहाँ आउनु होइन अब कस्तो छ भने तपाईँहरूलाई यस्तो टेन्सन भइरहेछ अलि कस्तो माइन्ड फ्रेस चाहिन्छ भने होइन गाह्रो भइरहेछ के गरौँ भइराखेको छ कहाँ जाऊँ के होला त सर माइन्ड फ्रेस गराउन के गरौँ भन्ने लागिरहेको छ भने चाहिँ कृष्ण मन्दिर आउनु यहाँबाट चाहिँ यता हेर्दा काठमाडौँ पनि देखिन्छ यता काठमाडौँ यता ललितपुर हो कि भन्दैछु बाटो अनि त्यसपछि यतापट्टि पनि सबै काठमाडौँ नै हो हुन त होइन राम्रो देखिन्छ अनि अर्को कुरा चाहिँ यहाँनिर शान्त वातावरण छ अब यहीँ भएका मान्छेले अलिअलि बोलचाल हल्ला गऱ्यौँ भने मात्रै नभए बाहिरको आउने कुराहरू केही छैन गाडीको साउन्डदेखि लिएर केही पनि छैन त्यो भएर चाहिँ हजुरहरू यहाँ आउनु म तपाईँहरूलाई अनुहार चाहिँ देखाइदिन्छु है कति छ ल केही होइन
कस्ती छ यो भनिरहेको छ फेरि बरालले अब के गर्नु त यस्तै हुन्छ खिचतानी होइन खिचतानी जिस्क्याउने राम्रो कुरोलाई नराम्रो बनाउने यो चाहिँ साथीहरूको बानी नै हो त्यसमा चाहिँ तपाईँले अहिले यहाँ प्रुभ भइसक्यो रत्नाले खिचतानी गर्नु सक्यो यो उसको कुरा धेर नपत्याउनु हेर्नुहोस् बरु यहाँ यस्तो राम्रो छ आज घाम नलाग्या पानी पनि नपर्या कस्तो मजाको कति राम्रो उहाँले टोक्नु भयो आज हामीले तिमीहरूसँग टिकटक बनायो कि होइन रमाइलो भयो कि भएन अब टिकटक आयो भने हेर है ओके बाई 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 ल अब हामी पनि हिँड्यौँ कति 6:45 भइसक्यो अब हामी घर जान्छौँ है टिकटक बाई बाई ल राति त यस्तो हुँदो रहेछ है साँझ परेपछि त तेरा अब त हामी घर जाने है ल हाम्रो अब भिडियो यही अन्त्य है बाई बाई